लाई आजको मेरो ओइल भ्लगमा तपाईँहरूलाई स्वागत गर्न चाहेँ र आजको मेरो दिन चाहिँ यसरी सुरु भइरहेको छ गाइस। हेर्नु होला, म चाहिँ अहिले इभिनिङ वाक भनौँ मा छु। मेरो चाहिँ बस्दै खाँदै गर्ने भएको हुनाले मेरो चाहिँ वेट अलिकति लस गर्नुपर्ने भएको हुनाले म चाहिँ अलिकति यसलाई चाहिँ तरकिब गर्न खोजिरहेको छु। अनि साथीहरूको आशा छ तपाईँहरू पनि सकुशलै हुनुहुन्छ र आफ्नो ठाउँमा सही सलामतै हुनुहुन्छ भन्न आशा लागेको छ साथीहरू। त्यस्तै छ। अनि के साथीहरू, यो पेट भन्ने कुरा चाहिँ कस्तो हुन्छ रहेछ होला भने उमेर अनुसार पनि अनि अर्को कुरा खानपानको पनि अनि एक्टिभिटी दैनिक डेली एक्टिभिटीबाट पनि भर पर्दो रहेछ। अनि मेरो चाहिँ काम कस्तो छ भने बसी काम चाहिँ धेरै गर्नुपर्छ, तर बसी गर्नुपर्छ नि त गाइस। त्यही भएर बस्दा चाहिँ पेट बढ्दो रहेछ। तर अब यो अर्को कुरा, यो खानदानी ज्यान पनि भन्न मिल्यो, किनभने हाम्रो सबै परिवारको ज्यानको स्ट्रक्चर चाहिँ यस्तै छ। त्यही भएर त्यति साह्रो नो मतलब भनौँ। अनि यस्तै छ साथीहरू। अनि जो जताबाट हुनुहुन्छ यसो सपोर्ट गर्नु होला, लाइक कमेन्ट अनि सेयर पनि गरिदिनु होला साथीहरू। किनभने म भर्खरै हो नि त, नयाँ हो नि त। अनि मलाई त यस्तो कन्टेन्टहरू बनाउन पनि आउँदैन। अनि कुन विषयमा गर्ने भनेर कुनै पनि आइडिया छैन। अनि तपाईँहरूको भिडियोहरू देख्दा चाहिँ इजी नै हो जस्तो लाग्छ र यसो ट्राई गर्छु। तर जो मैले सोचेको जस्तो त्यो चाहिँ त्यति साह्रो मतलब नो इजी। किनभने विशेष त अब कन्टेन्ट हुन पऱ्यो, अनि त्यसमा पनि अब पोइन्टेड हुन पऱ्यो। अब हामीसँग त यही त हो, जो छ दैनिकी बोल्ने साथीहरू, त्यो पनि बोल्ने ढङ्ग छैन। अनि अर्को कुरा, मेरो मुख पनि त्यति साह्रो क्लियर छैन अरूको जस्तो। मेरो बोलीहरू अलिकति मेरो किनभने जिगर छोटिसक्यो साथीहरू। त्यही भएर ल त साथीहरू बाई भन्न चाहेँ।